हेलो एभ्रिवान, इट्स मी सजिना। वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ मेरो कलेजमा काम थियो अनि म चाहिँ छोरीलाई लिएर कलेज जाँदै थिएँ, उसलाई साथी लिएर। अनि कलेजपछि चाहिँ हामी मुभी हेर्नु पनि गएको थियौँ है। हजुरले अन्तिमसम्म भिडियो हेरिदिनु होला है। आज चाहिँ यो मेरो फर्स्ट मिनी ब्लग हो। म चाहिँ कलेज पुगेँ, धेरै पछि कलेज पुगेपछि एकदम खुसी लाग्दो रहेछ। एकदम धेरै समयपछि म कलेज गएँ, थोरै काम थियो हाम्रो फर्म पनि। अनि यति धेरै गर्मी थियो म चाहिँ त्यसरी हम्किँदै बसिरहेको थिएँ। अनि मेरो छोरी चाहिँ फर्म लिन गएको थियो, म कुद्दै थिएँ उसलाई। म चाहिँ गर्मीमा छोरीलाई कुद्दा बल्ल छोरी आयो। त्यसपछि ऊ र म भएर चाहिँ फर्म भर्दै थियो। यति धेरै झ्याउ भयो त्यो फर्म भर्नको लागि। कहिले केही मिलेन, कहिले यता जा भन्छ, कहिले उता जा भन्छ। गर्दा बल्ल तल फर्म भरेको थियौँ, तर भने जस्तो काम भएन। एकदम दुःख लाग्यो, धेरै मिहिनेत गरेको थियौँ, लास्टमा गएर काम बनेन। अनि हामी फर्कियौँ। त्यसपछि फर्कियौँ, हामी चाहिँ टुई लाएर हिँड्दैछौँ है हामी चाहिँ। अनि त्यसपछि मयुरी यसो दायाँ बायाँ हेर्दैछौँ, कति पाउँछ कि भनेर है। पनि आउँदैन, बल्ल तल मयुरी देख्यो अनि छोडेको रोक्दैछ। त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। छोरी चाहिँ क्लासतिर, म चाहिँ अर्को साथीलाई भेटेर मुभी हेर्न जानु थियो। अनि हाम्रो हेटौँडा बजार चाहिँ अहिले त्यो घरहरू भत्काएको भएर चाहिँ एकदम नराम्रो देखिरहेको थियो, देख्न सक्नुहुन्छ। मैले मेरो साथीलाई पनि भेटिसकेँ। अनि हामी चाहिँ फेरि टुई लाएर जाँदैछौँ है मुभी हेर्नको लागि। हिँड्दै नजिकै थियो। अनि हामी फाइनली मुभी हल आइपुग्यौँ, नारायणी मल। अनि हामी चाहिँ चढेर माथि जाँदैछौँ, सर लाएर देख्न सक्नुहुन्छ है। खासमा चाहिँ हामी लाली बजार मुभी हेर्न भनेर गएको, तर लाली बजार मुभी चलेको थिएन। आजबाट चाहिँ त्यो निजु भन्ने मुभी चलेको रहेछ। के गरौँ भएको थियो, हामीलाई केही थाहा नै थिएन। त्यसको त्यो टेलरहरू हेरेको पनि थिएन, केही थाहा नै थिएन। त्यही ल हेरिदिउँ भनेर अनि हामी गयौँ। भित्र गएर हामी वेटिङ गर्दैछौँ भित्र बस्नको लागि है। हामी चाहिँ यसो टिकटक बनाउँदै भिडियो बनाउँदै बसिरहेको थियौँ। हामीले चटक देखाइरहेको थियौँ त्यहाँनिर है। अनि भित्र जाने बेला भयो अनि हामीले चाहिँ पपकर्न र चिसो लिएर भित्र लाग्यौँ। हामी पपकर्न चिसो त बोक्नै पऱ्यो, नत्र त फिल्म हेरेर जस्तो फिल्म पनि हुँदैन। अनि आज के भयो भन्दाखेरि चाहिँ मेरो साथीले आजै भन्दाखेरि क्लास बङ्क गरेर आएको, तर उसको सर त्यही हलमा हुनुहुन्थ्यो। ऊ चाहिँ लुक देखाइ, सरले देख्छ कि अनि लुक देखाइ, कृपया सर प्लिज यो भिडियो देख्नुभएको छ भने देखेर नि नदेखे जस्तो गरिदिनु होला है। मेरो साथी चाहिँ एकदम धेरै लुकिरहेको थियो है। चाहिँ पपकर्न खाँदै चिसो खाँदै मुभी हेर्दै थियौँ, तर सोचेको जस्तो चाहिँ मुभी थिएन है गाइज। रियल फ्याक्ट कुरा भन्दाखेरि चाहिँ हामीले सोचेको जस्तो चाहिँ मुभी नै थिएन। एकदम अब धेरै नै एक्सपेक्ट गरेर गएको थियौँ, एकदम राम्रो होला भनेर गएको थियौँ, तर खासै हामीलाई चाहिँ अलिकति राम्रो लागेन। मेरो साथी त निराइदिएको पनि थियो है। मेरो साथी चाहिँ मलाई झ्याउलायो भन्दै यताउता गर्दै छटपट्याइ मलाई कतिखेर एकदम आधीमै जम छोडेर जम भनेको थियो होइन। इन्डिङसम्म हेरौँ भन्दै राखेको है। ऊ चाहिँ सुतेको पनि थियो है बिचमा है। हामीलाई चाहिँ खासै यो मुभी मन परेन। अब हजुरहरूले के कस्तो लाग्छ, हजुरहरूले हेर्नुभयो भने भन्नु होला। आज चाहिँ फर्स्ट दिन भएको हुनाले चाहिँ खासै मान्छे पनि थिएन, एकदम थोरै थियो मान्छेहरू है। हामीले चाहिँ जसोतसो गरेर मुभी सकाएर हामी बाहिर निस्कियौँ। हामीले चाहिँ बाहिर थोरै किलमिल गर्नु थियो, हामी चाहिँ छिटो गरेर हामी बाहिर निस्कियौँ। अनि हामी दुईजना चाहिँ टुई लाएर जाँदैछौँ है पम्किन स्टोरमा है। अनि हामी चाहिँ जाँदैछौँ हेर्न सक्नुहुन्छ है। त्यहाँ पुगेर अनि हामी सामानहरू लिइ पनि सक्यौँ है। एकदम राम्रो सामान पाउँछ है। अनि हामी त्यो सामान लिएर हामी आफ्नो घरतर्फ लाग्यौँ। आजको लागि यति नै। हजुरहरूलाई धेरै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा।